सबैजनालाई नमस्ते। म सुनमल कार्बन क्लिनिङ सेन्टरबाट। सबैजनाले सोध्नुहुन्छ यो कार्बन क्लिनिङको के हो अनि यो कार्बन क्लिनिङ गरिसकेपछि यसको फाइदाहरू के हुन्। म यो कार्बन क्लिनिङको प्रोसेस र यसको फाइदा एडभान्टेजहरू म यो भिडियोमा भन्न गइरहेको छु। पहिलो नम्बर त यो कार्बन क्लिनिङको प्रोसेस जान्नुपर्दा हामीले यो कार्बन क्लिनिङको प्रोसेस हजुरको सुरुमा हामीले गाडी स्टार्ट गरेर सामान्य तापक्रममा लाइन्छ अनि त्यसपछि कार्बन क्लिनिङ मेसिन गाडीको एयर इन्टेकमा जडान गरिन्छ अनि त्यसपछि हाम्रो दोस्रो स्टेज चाहिँ मेसिनबाट एचएचओ ग्यास इन्जिनभित्र पठाइन्छ अनि त्यसपछि यो ग्यास इन्जिनसँगै मिसिएर दहन कक्षमा प्रवेश गर्छ अनि हाम्रो तेस्रो स्टेजमा चाहिँ दहन प्रक्रियामा हाइड्रोजन गुणहरूले कार्बनलाई सफ्ट बनाउँछन् अनि त्यसपछि उच्च तापक्रमले कार्बन जलाएर धुवासँगै बाहिर निकाल्छ अनि हाम्रो फाइनल स्टेजमा चाहिँ लगभग 20 देखि 30 मिनेटमा सम्पूर्ण प्रक्रिया पुरा हुन्छ, इन्जिन सफा हुन्छ, स्मुथ र पावरफुल हुन्छ। अनि यो कार्बन क्लिनिङ गरिसकेपछि हाम्रो फाइदाहरू के हुन् भन्दाखेरि कार्बन जलिसकेपछि कार्बन हटिसकेपछि गाडीबाट माइलेज सुधार हुन्छ, इन्जिन पावर बढ्छ, धुवा घट्छ, इन्जिनको आयु बढ्छ, मेन्टेनेन्स खर्च कम हुन्छ, ड्राइभिङ एक्सपिरियन्स सुधार हुन्छ, गाडी चल्दा हल्का स्मुथ र कम आवाज महसुस हुन्छ, इन्जिन पार्ट सफा भएको मर्मत खर्च बचाउँछ, कार्बन जमेको कारणले हुने क्षति रोक्छ, वातावरण मैत्री गाडीको धुवा न्यून हुन्छ, पिकअप स्मुथ र शक्तिशाली हुन्छ, इन्धन पुरै जल्छ र गाडीको तेल कम खपत बढी टाढा जान्छ।